नमस्ते सबैलाई। देशको खाउँ, देशको लाउँ, देशमै रमाऊ, आत्मनिर्भर नेपालमा अभियान, नेपाल भन्छ जब नेपालमै भन्छ। मैले हजुरलाई अहिलेसम्म लगभग 4,000 भन्दा धेरै नेपाल लगाउने कुरा देखाएर आज चाहिँ सुपर स्पेसल कुराहरू चाहिँ नेपालमा बन्द रहेछ है। यो भनेको चाहिँ हजुरको अनि यो फेस वास होइन, यो भिटामिन सी वाला एकदम सुपरवाला, जडीबुटी पनि मिक्स भएको एकदमै अर्ग्यानिक वाला। कुनै पनि यस्तो प्रडक्टहरू दुई प्रकारको हुन्छ, एउटा चाहिँ पेट्रोलियम बेस्ड हुन्छ, एउटा भनेको चाहिँ अर्ग्यानिक बेस्ड हुन्छ। अर्ग्यानिक बेस्ड प्रोडक्टहरू भनेको चाहिँ स्वास्थ्यको लागि पनि राम्रो, शरीरलाई पनि राम्रो, हरेक कुरालाई राम्रो हुन्छ र त्यो मध्ये दिस इज वान अफ द बेस्ट प्रोडक्ट। यसै गरेर हेयर ओइलमा पनि के चाहिन्छ कपाललाई भन्ने कुराहरू, पोषण तत्त्वहरू हुन्छ, त्योहरू सबै कुरा यहाँनिर छ। तपाईँले यहाँनिर हेर्नुभयो भने यो फेस वास होइन, त्यो फेस वासहरू पनि दामी छ, एकदमै उ छ। तपाईँले गोठालो एप पनि पाउन सक्नुहुन्छ, गोठालो मार पनि पाउन सक्नुहुन्छ, या गोल्डेन नेपालको जुन हाम्रो ब्रान्चहरू छ त्यहाँतिर पनि पाउन सक्नुहुन्छ होइन। यो भिटामिन सी वाला फेस वास, यो चाहिँ मोरिङ्गा स्याम्पू होइन, मोरिङ्गाबाट बनेको यो स्याम्पू होइन। यो भनेको ओनियन स्याम्पू, ओनियनबाट बनेको यो स्याम्पू होइन। यो हेयर ओइल होइन, यो जिन्जर हेयर ओइल। अनि अर्को भनेको चाहिँ यो साबुनहरू होइन। यो साबुनहरूमा चाहिँ के छ भन्दाखेरि अब यो साबुन पनि जेलीबाट बनेको, यसबाट बनेको चाहिँ शरीरलाई एलर्जी नहुने, नचिलाउने, अरू समस्या ठिक हुने लगायतको हुन्छ होइन। अर्को भनेको चाहिँ यो कोकोनट ओइल र चारकोलबाट बनेको चाहिँ यो एकदमै टुथपेस्ट। अर्को चाहिँ हर्बल जडीबुटीबाट बनेको अर्को टुथपेस्ट। त्यसै गरेर अर्को भनेको हाम्रो चाहिँ यो भनेको अनि यो वास बार होइन, टिलिपबाट बनेको चाहिँ वास बार हो यो। त्यस्तै गरेर तपाईँहरूलाई चाहिँ न्युट्रिसियस ड्रिङ्कहरू पनि छन् यहाँनिर। त्यसै गरेर हेर्नुभयो भने यो भनेको चाहिँ हाम्रो लिभर ड्रिङ्क, यो के को लागि, लिभरको लागि चाहिँ एकदम बेस्ट। अझै स्पेसल ड्रग्स खाने मान्छेहरूको लागि चाहिँ यसले एकदमै राम्रो गर्छ है त होइन। ड्रग्स खानु हुँदैन र खाएर कलेजो ड्यामेज भएको छ भने त्यसलाई रिभाइभ गर्ने कामहरू गर्छ। त्यसै गरेर यो भनेको चाहिँ रकेटको के रहेछ यसको, अब क्लास 2 प्रिजर्भेटिभहरू हुन्छ, एसिडिटी रेगुलेसन, थिक्निङ एजेन्ट होइन। यो सबै कुराले गर्दाखेरि तपाईँको छालालाई र बोसोलाई चाहिँ एकदमै घटाउने र छालालाई राम्रो बनाउने कामहरू गर्छ भने तपाईँको यो पाइल्सको लागि चाहिँ यहाँनिर एकदम धेरै फाइबरहरू छन्। त्यो फाइबरहरू भएको हुनाले पाइल्समा चाहिँ तपाईँको खानेकुराहरू हार्ड भन्नु पेटभित्र जाँदाखेरि साह्रो भएर चाहिँ पाइल्सलाई गाह्रो हुने, यसले चाहिँ दिशालाई सफ्ट बनाउने र पाइल्सलाई चाहिँ एकदमै राम्रो कामहरू गर्छ। त्यसै गरेर सिओइल भन्ने खोजेको चाहिँ यसको के छ भन्दाखेरि चाहिँ अब यसमा पनि धेरै कुराहरू छन्, त्यो कुराहरू हामीले गर्नु मिलिहाल्छ। यो लेडिजको लागि एकदमै राम्रो। यो भनेको चाहिँ थाइरोइडको लागि, थाइरोइड चाहिँ बढाउने एजेन्ट हुन्छ, घटाउने एजेन्टहरू हुन्छ। यो चाहिँ थाइरोइड कम भएकालाई चाहिँ स्पेसल्ली त्यसलाई चाहिँ नर्मलाइज गर्ने कुराहरू हो र यसको कुराहरू भइहाल्यो। यो पनि अब यो राइसको तेल होइन हजुर, केजीहरू कोलेस्ट्रोल नबढ्ने र राइसको